So well and what's up everyone, welcome to my new vlog and सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु हैन। अनि अहिले ट्याक्क बिहानको 5:30 बजेर छ। अनि 5:30 मा अहिले यस्तो उज्यालो हुन्छ नि दिनसम्म हुनुहुन्छ। अनि त्यही हो, आज चाहिँ कालिम्पोङ जाने हो हैन। मतलब मम्मीहरु उता गाउँबाट आउनुहुन्छ नि त। अनि बोलेरो चाहिँ गएर आउन लाग्यो। अनि मम्मीहरु चाहिँ अघि नै हिँडिसक्यो रे। अनि भर्खर पो अघिदेखि फोन गर्नु भएको रहेछ। अनि म चाहिँ भर्खर पो उठे, मतलब भर्खर फोन थाहा पाएँ हैन, फोन आएको। अनि मतलब हिजोदेखि नै कस्तो टाउ दुखिरहेको थियो। अनि हिजो चाहिँ छिटै पनि सुतेको थियो। अनि त्यही माथि उठ्न पनि सकेन। अनि त्यही त अनि अब भर्खर उठेछ। अनि अब चाहिँ नुहाउन जान्छ, टक्क अब नुहाइसकौँ। अनि त्यसपछि अब हुन्छ यार, लास्टै पानी पनि यस्तो पानी परिरहेछ कि हाम्रो गाउँ साइड हैन। टक्क अब नुहाउँ अनि त्यसपछि एकैछिन भेटौँला है त गाइज। अनि टक्क म चाहिँ नुहाएर हैन रेडी भइसक्यो हैन। अनि अझै 7 बजिसक्यो। अनि मम्मीहरु चाहिँ माथि चोकमा आइसक्यो भन्नुभएको थियो हैन। चोकमा आइपुग्यो अनि त्यहाँ हाम्रो फुर्बाई। अनि धेरै पछि मेरो भ्लगमा आउँदा कस्तो लागिरहेछ त एउटा नि भन्छौ भने हैन। यो चाहिँ महिना पुगेको थिएँ रे। अनि बिहानै आइपुगेछ, बिहान भन्दा नि अहिले भर्खर आइपुगेछ हैन। अनि मेरो भ्लगमा धेरै लाग्यो। कस्तो लाग्यो अनि आज हाइलाइट जस्तो भन्न यार एकदम रमाइलो लागिरहेछ। अब धेरै पछि म पनि अझै त्यस्तो भ्लग बनाउँदिनँ हैन। अनि त्यही त अनि ए के भन्छ फुरे भन्न यार। अब अनि किन धेरै भ्लग नबनाएको भने भ्युवर्सहरूले हेरिन लाज। अनि त्यही त अनि अब त्यो चाहिँ होइन क्या, किन भ्लग नबनाएको रे भन्दाखेरि सारा रुमबाट चोकमा निस्किनु पाएको छु। सबजना बिग फ्यान भन्दा त्यही भएर है गाइज होइन। अब आफूलाई नै कस्तो अड लाग्यो नि त, अप्ठ्यारो फिल भयो नि त। अब अनि चाहिँ टक्क बिजोग आइसक्यो होइन। अनि टक्क हाम्रो बहिनी यहाँ वात्त परेको। अनि यहाँ फुरीबाई अनि मम्मीहरू चाहिँ त्यहाँ पसलमा त्यहाँ हुन्छ होइन। अनि गाइज अनि हामी चाहिँ टक्क अब यहाँ बिजोग रोडबाट निस्किसक्यो होइन। मम्मी बाबा त्यता हुनुहुन्छ। अनि यहाँ फुरीबाई छ, म चाहिँ छेउमा बसेको होइन। सिनेमेटिकहरू लिँदै जानु पऱ्यो नि त हाम्रो मामा फुरीबाई। अनि यहाँ बहिनी यता हेर्दा हुन्छ कान्छी नानु मक्क बहुत हेरेको छ होइन। अनि त्यही गाइस अब हामी चाहिँ यहाँ कति बजी हेर्नु पुग्यो? 7:40मा हिँडेको होइन यहाँबाट। अब माथि कति बजी पुगिन्छ हेरौँ। हामी चाहिँ अब ट्याक्क पोखरी भन्दा अलिकति यता आइसकेको छ होइन। अनि यहाँ कुनै पनि हत्ते गालीहरू चाहिँ यसरी खाइरहेको छ होइन। अब यहाँ यो भयो बुबा भयो होइन। अन्त चौधो खोइ मस्त खाँदैछ यो पनि होइन। अनि म र मम्मी चाहिँ केही खाएको छैन। अनि मामा पनि हो, मामा भाइ मस्त चपाइरहेको छ। म चाहिँ हेरेको भाइ मिलेको छ। त्यही गाइस अब सिनेमेटिकहरू हेर्दै जानुपर्छ होइन आज चाहिँ। अनि त्यस्तै हो घर भनेको।
यहाँनिर होइन टक्क त्यो के भन्छ एकछिन लुगा थियो होइन टोइलेट साइड जानको लागि अनि त्यहाँको देख्न सक्नुहुन्छ कालिम्पोङको भ्यू चाहिँ अनि त्यहाँ देख्न सक्नुहुन्छ कालिम्पोङको भ्यू चाहिँ होइन खतरा आएको छ अनि त्यही त अनि अब चाहिँ यहाँ जानु लाग्छ अनि त्यही गाइस देख्न सक्नुहुन्छ खतरा छ भ्यू चाहिँ अनि फर्स्ट टाइम गाडी चलाएको फर्स्ट टाइम गाडी चढेको भनेको के चलाएको होइन चढेको भनेको अनि त्यही गाइस अब जमान भेट होला है त होइन बाहिर निस्केर भिडियो बनाइरहेको छ होइन फुले भाइ यहाँ भित्र छ अनि टक्क यहाँ सिन देखाइरहेको छ होइन म चाहिँ खतरा आएर चाहिँ सिन चाहिँ सो हामी चाहिँ आज चाहिँ घ्याङडाँडाबाट जाने होइन घ्याङडाँडाबाट हिँड्दै जाने जो मेरो चाहिँ होइन ड्रिम थियो अब बच्चामा एकचोटि त्यही भएर अब ड्रिम नै भनौँ न एउटा अब होइन त्यो घ्याङडाँडाबाट जाने चाहिँ मेरो ठुलो सपना थियो होइन हिँडेर अब होइन तर आज चाहिँ पुरा हुने भयो पुरी भिलेज आइसक्यो होइन पछाडि ब्याकग्राउन्डमा घरहरू चाहिँ खतरा खतरा छ अब केहरू मेरो होइन होइन नत्र पुरै त घरमा बस्छ कि घरमा कुनै एउटा घरमा म किनिदिन्छु अब फुरेले नाइ भनिहाल्यो नत्र म किनिदिन्छु भनेको त्यसलाई होइन अब हामी बस्यो पहिला त्यो स्कुलबाट आउँदाखेरि चाहिँ यतै के कता हो बसेको होइन कस्तो घरहरू चाहिँ होइन करोडौँमै पर्छ है यो घरहरू चाहिँ करोडौँवाला हो ड्रिम छ यस्तो घर बनाउने होइन एउटा बनाउनु पर्छ होइन अब कमाउनु सक्यो भने एउटा घर चाहिँ यस्तो जसरी हुन्छ ठडाउने सोचेको छ होइन एउटा होइन यो वाला क्या यो टाइपको क्या सबै काठै काठको होइन दिन्छ यस्तो बब्ली घर छ होइन योहरू एउटा घर चाहिँ ठडाउँछु जसरी हुन्छ होइन विदेश गएर हो क्या जसरी तर एउटा घर चाहिँ ठडाउनु छ होइन खतरा लाग्छ ए गाइस चाहिँ यस्तो खतरा छ क्या होइन अब चाहिँ हामी यो घ्याङडाँडा साइडबाट जान्छ नि त त्यो यो अर्को डेटमा आइसक्यो होइन नत्र भने माथि केबल कारबाट जाने चाहिँ यो साइडबाट हो अनि अर्को बाटो हिँडेर जाने पनि त्यो साइडबाट हो होइन अब हामी चाहिँ घ्याङडाँडाबाट मतलब मेरो चाहिँ घ्याङडाँडाबाट जाने ठुलो सपना थियो होइन अनि त्यही भएर हामी चाहिँ घ्याङडाँडा आइपुग्न लागिसक्यो होइन अब यो डाँडा हो अनि टेन्सन हुन्छ भ्यू चाहिँ यस्तो बबाल आइरहेको छ कि होइन के गर्नु भ्यूको बारेमा एक्सिडेन्ट गर्नै सक्छ यस्तो खतरा भ्यू आइरहेको छ कि होइन टेन्सन हुन्छ कालिम्पोङ मन्दिरमाथि कालिम्पोङ सो हामी चाहिँ घ्याङडाँडाबाट उँभो लागिसक्यो होइन उकालो अनि फुरी भाइ बहिनी मम्मी बाबा पछाडि अनि त्यही हो अब हिँड्छ आएछ उकालो चाहिँ यस्तो छ होइन अनि हामी पहिला बस्दा हुँदाखेरि खिचेको थियो यो रुख कि कुन हो यत्रो ढङ्ग भएको रुख थियो होइन हामी 3-4 जना छिरेको खतरा छ गाइस मेरो क्यामेराम्यान चाहिँ अब फुर्बा तामाङ मेरो क्यामेराम्यान होइन अनि त्यही हो टेन्सन हुन्छ यो चाहिँ पुरै गुराँस भन्छ यसलाई चाहिँ होइन यो चाहिँ व्हाइट कलरको गुराँस हो देखाउने त चिमल जे भने गुराँस हो होइन अनि के भन्नु छ र टेन्सन हुन्छ यतातिर यो पिङ्क यो व्हाइट ब्ल्याक सो हामी चाहिँ यहाँ माथि आएर बसिरहेको छ होइन पहिला चाहिँ यहाँ पसल थियो हजुर पहिला पसल थियो अहिले चाहिँ रहन्छ होइन अब हुन त यो बाटो कोची हिँड्छ र अहिले अनि हामी चाहिँ बसिरहेको छ यहाँ लास्टै थाकिसक्यो यार मैले क्या यो भन्ज्याङ साइडबाट हिँडेर आउँछु किन भनेको थाहा छ किनकि गाइज यहाँबाट चाहिँ होइन यो वाला सिन हेर्न पाउँछ क्या छुट्टै छ है यो सिन चाहिँ टेन्सन हुन्छ होइन यस्तो बबल देख्छ कि यहाँबाट होइन त्यही भएर क्या मलाई यो साइडबाट आउनु मन लागेको तर सासले केही बोल्नु सकेको छैन होइन टेन्सन हुन्छ झन् त्यो भिडबाट त यस्तो बबल देख्छ त्यो डाँडाबाट होइन अनि त्यही हो फुल भाइ यतै न जुन भिडियो बनाइरहेको छ होइन
सो होइन मैले बनाउँदैछु यो चाहिँ आफ्नो मनोकामना पुरा हुन्छ भनेर बनाउँछन् होइन मान्छेहरूले सो होइन मेरो नि इच्छा पुरा होस् त्यही हो म नि त्यही चाहन्छु होइन के अरे त्यही हो सो मैले यो नि बनाएँ मैले नि अनि टेन्सन छ यहाँको भिड चाहिँ मलाई खतरा लाग्छ क्या होइन अन्त देख्छु यहाँबाट यो चाहिँ माथि कालिन्छ पानी हो होइन त्यही भएर यसले चाहिँ मतलब हुन्छ नि हातहरू चोखाउने अनि मिठो छ पानी चाहिँ होइन अब हुन्छ नि माथि लेकको यस्तो झन् यो त मन्दिरको पानी होइन खतरा मिठो क्या हुन्छ अनि त्यो टेन्सन हुन्छ खतरा छ गाइस सो हामी चाहिँ होइन यहाँबाट माथि जाँदैछ क्या यहाँ चाहिँ पूजा गरेर होइन अनि टक्क अब यो सिक्का छ नि होइन यो सिक्का चाहिँ हामीले यहाँबाट यो सिडी चढ्दाखेरि मतलब उँधो राख्नुपर्छ होइन अनि किनकि अब यहाँबाट मतलब हुन्छ नि चाहेको सबै इच्छाहरू मतलब होइन आफ्नो मनोकामना त्यो गरेर त्यो गर्नुपर्छ होइन कहाँबाट हाल्ने यहाँबाट उँधो फाल्नु न सिधै तल गइदिएर यो पारि भित्तामा फाल्न देखि सक्नुहुन्छ होइन सो हाम्रो चाहिँ पूजा सुजा सक्यो होइन भर्खरै अनि टक्क प्रसाद खाँदैछ आइसक्यो भुइँ चाहिँ ओभर तातो रहेछ सुरु भाइ अहिले चाहिँ हात खुट्टा धुन के भन्छ जुत्ता खानु जाँदैरहेछ जुत्ता खोल्नु पहिला मम्मी अनि बाबा चाहिँ आउनु भएन होइन जुत्ता खोल्नु पूजा सुजा गरेर फर्किसक्यो होइन अब यहाँ राम्रो फुरे भएछ अनि सो मन्दिर आएपछि चाहिँ ऐना हेर्नु गराउनु पर्छ है सबैजनाले मन्दिरमा आएपछि चाहिँ ऐना हेर्नु चाहिँ पर्छ है अनि फुरेको साथ यहाँ छ फुरे के भन्नु छ कि मेरो फोनले ह्याङ हान्नु लाग्यो क्या हो आज अनि त्यो गाइस अनि आज चाहिँ रमाइलो भयो आजको दिन होइन टक्क जाउँ दोर्खाबाट फर्किसक्यो होइन पुरै पसिना आएको छ ऊ त्यसरी हिँड्दा त चिट काट्दैन मामा अनि तर कहिलेकाहीँ चेकिङ पर्छ यो तिनवटालाई चाहिँ झ्याप्पैसम्म आउनुपर्छ है बच्चा मान्छेको बुढीलाई बच्चा भन्नु अनि त्यही गाई छ हामी त्यो फर्किसकेको होइन अनि यहाँ सक्नुहुन्छ गर्मी चाहिँ उपर गर्मी भइरहेछ मलाई चाहिँ होइन फाइनली यहाँ कुरा आइपुगिसक्यो होइन टक्क खाससास खाएर अनि अब चाहिँ त्यस्तै कति बज्यो है 2:50 3 बजिसक्यो होइन टेन्सन हुन्छ फुरी भाइ त्यहाँ त्यो गाइज फुर भाइ त्यो गाइज अब टक्क होइन खासा पनि खायो पेट पनि अगायो अनि त्यही त गर्मी चाहिँ उपर भयो आजको दिन कस्तो भयो भन्दा नि त फुरे ओ फुरे कस्तो भयो आजको दिन त्यो गाइज अनि आज चाहिँ रमाइलो भयो अब नेक्स्टमा भेटौँला अब फेरि जानुपर्छ होइन पछि अलि अन्त त्यही गाइज आज चाहिँ यति सबैजना सपोर्ट गरौँ है पहिला जस्तो त्यो भइरहेको छैन सबैजना सपोर्ट गरौँ त्यो गाइज आजले यति है त